चुरुम चुरुम भएछ त रोटी त एक। ह्याप्पी तिहार साथीहरू। आज चाहिँ हामी परदेशमा पनि अब सेलरोटी बनाएर खाऊँ भनेर नि साथीहरू मिलेर तयारी गर्दैछु है। हेर्नुहोस् यहाँ हामीले के मिक्स गरेको छु भनेदेखि आटा छ 1 किलो, अनि चामलको पिठो छ 1 किलो, अनि सुजी चाहिँ आधा किलो, अनि प्लस यसमा नरिकल मसिनो गरेर एड गर्दैछु नरिकल अनि सुजी लगाएको छु आधा किलो करिब 2.5 किलो। अनि यहाँ चाहिँ अब गुडभन्दा चिनी नै खाइदिउँ भनेर नि चिनी पानी घोलेर रेडी गरेको छु साथीहरू। भिडियोलाई स्किप नगरी हेर्नु होला। म तपाईहरुलाई सेलरोटी बनाएर खिलाउने छु आज ल। आजको भिडियोमा पनि एकदम मजाले सम्पूर्ण रूपमा हेर्नुहोस् है साथीहरू। तयारी गर्दैछु। आज छोरा मान्छेले पनि ट्राई गरी हेरौँ न त कति छोरी मान्छेले मात्रै खानु भन्ने अनि छोरा मान्छेले पनि बनाएर खाऊँ भन्ने हामीहरू यो सस गरेको थियो अस्तिदेखि नै सबैले भनिरहेको थियो छोरा मान्छेले पनि गरेर खानुपर्छ कोही बेला त परदेशमा हो अनि त्यही भएर लाग्यौँ हामी पनि आफ्नो आफ्नो काममा। ल साथीहरू भिडियोलाई चाहिँ स्किप नगरी हेर्नुहोस् है ल। आज म सेलरोटी बनाएर खिलाउँछु तपाईहरुलाई। रुको जरा सबर करो। ल साथीहरू अब चाहिँ थालेको है रोटी पोल्नलाई। पिठो हामीले घोलेर अलरेडी तयार गरिसकेको छु। यसमा नरियलको बुजुरी अनि अलिकति जिरा प्योर घिउ लगाएर आटा बेसन सरी के भन्छ रे सुजी अनि मैदा गरेर अब हेर्नुहोस् ल म कसरी लगाउँछु है साथीहरू। अब त्यति साह्रो परफेक्ट त छैन। हेर्नुहोस् गाइस रोटी जीवनमा फर्स्टचोटि बनाएर खाँदैछु सेलरोटी। खाएको त छुइनँ बनाउँदैछु। हेर्नुहोस् परफेक्ट भएको छ नि हैन। यो बीचको त्यो जुन चाहिँ उयो डल्लो उयो हुन्छ नि बाटी त्यो चाहिँ हामीले अब नभएर के गरे भनेदेखि यो ग्यासको निकालेर धुइधाइ गरेर लगाएको है साथीहरू। तपाईहरु पनि परदेशमा हुनुहुन्छ भने बनाउनुहोस्। आइडिया चाहिँ दिका अब मैले ल। कौन है ये लोग, कहाँ से आते हैं? अब यसलाई पर्लक्कै पल्टाइदिन्छु। अब यहाँ बाँसको झिर बनाऊँ भने छैन, यी चोकुकै झिर उपाय लाइतरै। यो मजाले रातो बनाउनु पर्छ के सेतै भने ngेलक हुन्छ। बस पाक्यो। यो हेर्नुहोस् गाइस कस्तो परफेक्ट रोटी बनेको छ। सेलरोटी घुमाउरो रोटी सेलरोटी के भन्छ आफ्नो आफ्नो ठाउँ अनुसारको भाषा हुन्छ है गाइस। पिठो चाहिँ यसरी जति खेलाए त्यति राम्रो हुन्छ है गाइस। पिठो चाहिँ यसरी खेलाएको गर्नुपर्छ। जति खेलायो त्यति राम्रो हुन्छ है रोटी। हेर्नुहोस् त कस्तो मजाले फुलेको स्वाट स्वाट। हो खालि अलिकति तेल खान्छ त्यति नै हो। ल यो चाहिँ खै यो चाहिँ साथीहरू यो चाहिँ पार्सल हुँदैछ। अब के गर्नु त अब साथीहरू कोही नाइट ड्युटी हुनाले गर्दाखेरि आउनु पाएन, दुई भाइ आउनु भ्याएन छ।
र दुई भाइले अब बेसी त खानु सक्दैन, भर्खरै खाना खाएको थियो होला, तर यति चाहिँ खानु सक्छ अरे। तिनीहरूले पनि भन्दै थियो भर्खरै खाना खाएको, बेसी चाहिँ नपठाइदिनु, दुई भाइ मात्रै छौँ भन्दै थियो। र त्यो दुई भाइको लागि चाहिँ पठाइदिएको नि यति 22-23वटा मात्रै छ, दुई भाइले बेसी खाँदैन, यति भयो बेसी खाँदैन। हुन्छ यति हुन्छ हुन्छ पेक गरिदिन्छु। ल, चटनी पेक गरिदिनु। सब्जीहरू त मैसँग उनीहरूकै सब्जीसँग खाओस्। त्यो होइन त्यो यसो खोल त पनिर लगा पनिरहरू उहाँ होला, अब तिनीहरूको यो अब यसो गर बनाएको अब साह्रो कम्ती पनि हुन्छ हामीलाई होस्। उनीहरूको सब्जी नपठाइदिनु हुन्छ भन्दै थियो हो। त्यही पनि एकबार देखाउन सक्छ। अनि यो चाहिँ हाम्रो स्विट दिवाली गिफ्ट हेर्नु नि, पेकिङ पनि राम्रो भयो। तपाईँहरूले पनि यो भिडियो हेरेर फेरि हामीलाई पनि अर्डर नगर्नु होला तपाईँहरूले होइन, हामीले सेल गरेको होइन, आफ्नो साथीहरू ड्युप्लिकेट गरेर आउनु भ्याएन भनेर मात्रै उनीहरूलाई पठाइदिएको हो। तपाईँहरूले फेरि भिडियोमा अर्डर नगर्नु है, हामी बेच्दैनौँ होइन, बा फ्रीमै पनि कसैलाई बनाएर डेलिभरी गरेर घरमा चाहिँ पठाउँदैनौँ। इच्छा लाग्नुहोस् आउनुहोस् भेट्नुहोस् बेङ्गलोरको एचएसआर लेआउटमा, तपाईँहरूले खानुहोस्, हामी तपाईँलाई खिलाउँछौँ, पैसा लिँदैनौँ होइन, बेसी कुछ सक्दैनौँ, दारू सारू पिलाउन सक्दैनौँ, सेलरोटी र सब्जी चाहिँ खिलाउन सक्छौँ। हेर्नुहोस् यी पेकिङ भइसक्यो। अब दाजुले लिएर जाने होला, कसले लान्छ? ल लगिदियो उहाँ पनि पनिरको सब्जी के कमी छैन यहाँ पनि है, पनिरको सब्जी यहाँ पनि छ पनिर भयो। ल ल यहाँ त खाइसक्यो नि त। के भन्छ यहाँ म लिएर जाँदैछु। दुई भाइको लागि 22-25वटा छ है। लगेर नरेन्द्र दाईलाई ठ्याक्कै दिनु। गाउँको हो त दाइहरू। ल ल ल साथीहरू, यी रोटी पनिरको सब्जी ट्याक्कै पाक्यो। अब चाहिँ खाइदिनु पऱ्यो है साथीहरू, कस्तो भएछ। अब पोल्नु त पोलियो, तपाईँहरूलाई टेस्ट गरेर म बताउँछु है त कस्तो भएछ। ल पनिरको सब्जी अनि चुरुम चुरुम भएछ त रोटी त, एक नम्बर भएछ पुरा। पर्फेक्ट पुरा कस्तो मजाको फ्लेभर आएको छ कि। जिरा लगाइदिएको थियो अनि नरिवल लगाइदिएको थियो। हेत्तेरिका हो, गाउँघरमा खाएको भन्दा त कता कता मिठो छ त। कसम टेस्टी हो। यस्तो रोटी त खाएको गऱ्यो भने त 10वटा त जान्छ होला आरामसे। त सोलिड भएछ नि हो, गुलियो पनि ठिक्कको, टेस्टी पनि भएछ। सुपर। पनिरको सब्जीसँग कस्तो मजा भएछ। पास्ता दामी रहेछ त यो त। ल साथीहरू, सेलरोटी बनाएको भिडियो कस्तो लाग्छ लाइक कमेन्ट्समा गरेर भनिदिनु होला कमेन्टमा। र सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। बढिया। ल बाई बाई सबैलाई, फेरि भेटौँला नेक्स्ट भिडियोमा।